अन्नपूर्ण आधार शिविर अर्थात् अन्नपूर्ण बेस क्याम्प पर्वतारोहीका लागि सपनाको यात्रा स्टेसन हो, जहाँबाट सुरुवात हुन्छ विशाल अन्नपूर्णको शिखर छुने सपनाको यात्रा। तर पदयात्रीहरूका लागि भने अन्नपूर्ण बेस क्याम्प आफैमा एक गन्तव्य हो। अन्नपूर्ण हिमश्रृङ्खलाको पर्खालहरूका बीच अवस्थित एक अलौकिक भूमि, जहाँ सुनौला किरणले एका बिहानै हिमालको माथमा श्रीपेज लगाइदिन्छन्, जहाँ रातभर खसेका हिउँ देशलाई सिँच्न बिहानी पख बिस्तारै हिमालका आङबाट उत्रन्छन् र मोदी खोलामा मिल्दछन्, जहाँ बस्दछन् हिमालको काखमा लुटपुटिएका केही होटल, जसले आफूभित्र सँगाल्छन् कयौं पदयात्रीहरूका मुस्कान, मित्रताका गाथा अनि सुन्दर यात्राका सम्झनाहरू। अन्नपूर्ण बेस क्याम्प यिनै कारणले एक स्थानको परिभाषाबाट माथि उठेर भावनाका रूपमा परिभाषित हुन पुगेको छ। एभेन्यू स्मिथ नेपाली सिरियल सिजन 3 को यो 6औं श्रृङ्खलामा हामी त्यही भूमिमा टेक्दैछौँ, जसले आजसम्म हजारौं पर्वतारोही र लाखौं पदयात्रीको मनमा घर गर्न सफल बनेको छ। यो यात्रा अन्नपूर्ण बेस क्याम्पसम्मको। Hello everyone, Namaste. My name is Randa Bhandari and welcome to yet another episode of Nepal Ethno Travel Series. अनि यो पालि चाहिँ हाम्रो ट्राभल गरेर छौँ अन्नपूर्ण बेस क्याम्प। अनि अन्नपूर्ण बेस क्याम्पको हाइट चाहिँ 4130 मिटर्स अफ सी लेभल हो। अनि हामीलाई लगभग यो ट्रिप गरेर कम्प्लिट गरेर आउनलाई चाहिँ इट विल टेक अस अराउन्ड 8 डेज हैन। हाम्रो हिसाबमा अब हामी अलिकति बिस्तारै हिँड्छौँ, अलिकति सर्टहरू खिच्दै हिँड्छौँ है। सो आई हेभ अनदर इन्फर्मेसन टु टेल यु अबाउट CG-Net है। पोस्टपेड प्लान छ उहाँहरूको। तपाईँले चाहिँ इयरली सब्सक्रिप्सन बेनिफिट पाउनुहुन्छ त्यसमा, अनि 1 मन्थ क्रेडिट पेड पाउनुहुन्छ र इन्स्टलेसन र राउटरको चार्जहरू पर्दैन है। सो अब अहिले नै CG-Net-लाई चाहिँ ग्र्याब गर्नु यो अपर्च्युनिटी, किनभने उहाँहरूसँग चाहिँ पोस्टपेड प्लान चलिरहेछ। एन्ड आई वान्ट टु टक अबाउट द न्यू रियलमी 11 Pro Plus है। यो फोन चाहिँ भर्खरै लन्च भएको नेपालमा। यसमा चाहिँ 200 मेगापिक्सल क्यामेरा छ। सो अब हामी अन्नपूर्ण बेस क्याम्प चाहिँ यसले टक्क फोटोहरू खिच्दै एक्सप्लोर गर्छौँ। सो सी अन्नपूर्ण बेस क्याम्प। होपफुली पानी नपरोस्, 7 दिवस बदलले हामीलाई। लेट्स सी द रोड। ल है त जाम अब। बर्खाका कारण लगातार पहिरो र बाढीको समाचार यात्रा अघि निकै सुन्यो। यस्तो बेला यात्रा गर्नु अरू बेलामा भन्दा अलिक कष्टकर नै हुने गर्दछ। तैपनि दर्शकहरूलाई हरेक महिना कुनै नयाँ ठाउँको भिडियो पस्केर दिने बाचाले हामीलाई यात्रा गर्न प्रोत्साहन गरिदियो। 4 जना त्यसपछि निस्क्यौँ अन्नपूर्ण बेस क्याम्पको यात्रामा। काठमाडौँ बिस्तारै पछाडि छुट्यो, सहरको होहल्ला छुट्यो अनि थानकोट पुगेर पृथ्वी राजमार्ग समायो। काठमाडौँ आउने र जाने सबैलाई थाहा छ कि केही वर्ष यता पृथ्वी राजमार्गमा स्तरोन्नतिको कार्यहरू धमाधम भइरहेका छन्, तर पनि बेलामा काम नसकिएकाले जनताहरूले शास्ति भोग्नु परिरहेको छ। बर्खाको कारण बाटो केही महिना यता झन बिग्रिएको रहेछ। हिलो र धुलो त्यही माथि खाल्टाखुल्टी हुनाले साना ठुला दुर्घटना घट्ने खतरा रहिरहन्छ। त्यसैले यात्रा गर्दा आफैले पनि सावधानी अपनाउनु पर्ने हुन्छ। नेपाल एर्थ वन्डर टिम बिस्तारै काठमाडौँको कच्ची बाटो छिचोल्दै खाजा खानलाई धादिङ स्थित सिक्रे खोला पुग्यो। तालहरूको नगरी पोखरा पहिलो दिनको गन्तव्य थियो। बाटोको लम्बाइ केवल 250 किलोमिटर भए तापनि पोखरा पुग्न यात्रुहरूलाई पुरै दिन नै छुट्याउनु पर्ने हुन्छ। पर्यटनको एक प्रमुख पूर्वाधारका रूपमा रहेको सडक पनि राम्रो व्यवस्थापन नभएकाले नेपाली नागरिक र पर्यटक दुवैले शास्ति पाइरहनु एउटा दुःखद कुरा हो। आशा गरौँ अब केही समयको प्रतीक्षाले हामीलाई खुसी पनि हुने मौका दिनेछ। यात्रा रमाइलोको लागि अथवा एउटा निश्चित लयमा चलिरहेको जीवनमा केही नयाँपन भर्ने उद्देश्यले गरिने गर्दछ। तर बाटोको यस्तो स्थितिले यात्राको पहिलो दिन नै मन अमिलो बनाइदिन्छ। घुम्नलाई नेपालभित्र अथाह ठाउँ छन्। ती अथाह ठाउँभित्र अथाह कथा छन्, तर ती ठाउँ र कथासँग यात्रीलाई जोड्न सडकको राम्रो व्यवस्था छैन। सडक पर्यटनका लागि मात्र नभएर मानव जीवनका लागि पनि एक अपरिहार्य कुरा हो। यसको सहज पहुँच सुनिश्चित गर्नाले मात्र देशको विकास सुनिश्चित हुन पुग्दछ।
आइपुग्यौँ है। मुगलिनबाट हामी यो मुगलिनको खोला पारी छौँ अहिले हामी। अनि आज हामीलाई लगभग मुगलिन आइपुग्नलाई लगभग 3 घन्टा लाग्यो। हामीले बाटोमा ढिला गरेर छैनौँ आज चाहिँ। अनि वेदरले पनि हामीलाई साथ दिइरहेछ थ्याङ्कफुल्ली। अहिले यो मनसुन सिजन भएको कारणले पनि पानी परा चाहिँ छैन। अनि अब हामी अझै अगाडि जान्छौँ। दमौलीबाट चाहिँ हामी अब भित्रको बाटो चाहिँ बेगनास लेक हुँदै आज हामी पोखरा पुग्छौँ है। त्यो मेन रोड चाहिँ अलिकति बनाइरहेछ, हिलो धेरै हुन्छ अरे। सो दमौलीबाट चाहिँ अर्को बाटो लिएर हामी आज पोखरा जान्छौँ। सो त्यो बाटो पनि हामी तपाईँलाई हल्का ब्रिफ गर्दै जान्छौँ है। सो यो अब केही खाउँ, त्यसपछि माथि लागौँ। अब एकदम गर्मी छ यार। भाइरल हुने भयो, बर्बाद भयो यहाँ। भाइरल बनाइदिनु क्या भिडियो गर्ने म भाइरल अब मेरो जेठालाई पनि भाइरल बनाइदिनु भयो। मुगलिनमा खाना खाएर टिम दमौलीतर्फ अघि बढ्यो। करिब 50 किलोमिटर धुलो बाटो अझै यात्रा गर्नु थियो। धुलोले भरिएको बाटोमा केही अगाडि गाडी कुद्दा मात्र पनि केही देखिन्नथ्यो। त्यही धुलोसँग लड्दै हामी गन्तव्यतर्फ अघि बढ्यौँ। दमौलीबाट बेगनासको बाटो समाएपछि धुलोबाट केही राहत मिल्यो। बतासले केही बेर अघि जस्तो धुलो बोकेको थिएन। केही बेर यात्रा गरेपछि खोलामा माछा मार्न लागेका मानिस देखिए, हरियाली देखियो। साँगुरो भए पनि कालोपत्रे बाटो देखियो। मन थोरै आनन्दित पनि। यात्राकै क्रममा देख्यौँ बाटो छेउका खेतहरूमा भर्खर धान रोपिएको रहेछ। टम्म पानीले भरिएका आलीहरू अधिक सुन्दर देखिन्थे। कुनै गाउँले परिवेश प्रवेश गरेको आभास भइरहेको थियो। सिमले पुल कटेर केही बेर अघि बढेपछि एकजना ट्राफिक सरसँग कुरा गर्ने मौका मिल्यो। यहाँबाट चाहिँ तपाईँ पुग्नलाई लाग्ने भनेको तपाईँ स्कुटरमा जाँदाखेरि लगभग एराउन्ड 1 घन्टामा चाहिँ पुग्नुहुन्छ। बेगनास चोक। ओके ल हुन्छ धन्यवाद। शुभयात्रा है तपाईँहरूलाई। फराकिला खेतका बीच भएर अघि बढेको बाटो केही बेरमा जङ्गलभित्र पस्यो। बाटोका दुई किनारमा ओसिलो जमिनमाथि सुकेका पातहरू खसेका थिए। गाडीको चाप नभएकाले बाटो शान्त थियो। दमौलीबाट 2 पिप्ले, परेवा डाँडा, न्यौपानी बेसी र देउराली हुँदै हामीले बेगनास तालसम्म पुग्नु थियो। थोरै बेर यात्रा गरेपछि बाक्लै बस्ती देखिन्थे। तिनलाई पछि छोड्दै हामी पोखरातर्फ अघि बढ्यौँ। केही पर पुगेपछि देउराली लेखिएको बोर्ड देखियो। त्यही बोर्डले इसारा गरेतर्फ बढेर बेगनास पुगिने रहेछ। हामीले पनि त्यही बोर्डलाई पछ्यायौँ। साँझ पर्ने बेलामा हाम्रा अघि विशाल बेगनास ताल देखियो। नेपालकै तेस्रो ठुलो तालका रूपमा परिचित लाखौं पर्यटकहरूको प्रिय स्थल बेगनास मायावी स्वरूपमा फैलिएको थियो। बेगनासको विशालता यति विशाल छ कि बेगनासले आफूभित्र लाखौं पर्यटकको खुसी अटाएको छ, लाखौं पर्यटकका सम्झना अटाएको छ। आफ्ना सम्झना पनि बेगनासको विशालतालाई सुम्पिएर हामी पोखरातर्फ अघि बढ्यौँ। अहिले भर्खरै हामी यहाँ पोखरा आइपुग्यौँ है। पोखरा आइपुग्ने बेलामा चाहिँ बेगनास कटेपछि चाहिँ वाइल्डै ठुलो पानी पऱ्यो। अनि एकछिन हामी कुरेर पनि पानी रहेन। अनि अलिअलि भिज्दै आउने भनेर चाहिँ हामी भिज्दै आयौँ है। अनि अहिले चाहिँ लगभग 8:40 जति भयो यहाँ पोखरा आइपुग्यौँ। अहिले हामी होटल क्राउन हिमालयमा छौँ। पोखरा आइरहनु भएको छ भने चाहिँ दिस होटल क्यान बी वान अफ द बेस्ट अप्सन्स फर यु। लेक साइडको छेउमै छ अनि एकदमै राम्रो एम्बियन्स भएको एकदम राम्रो प्रपर्टी छ। सो यहाँ आएर चाहिँ अब भनौँ न आफ्नो पोखराको भनौँ न डेजहरू चाहिँ स्पेन्ड गर्न सक्नुहुन्छ तपाईँले। सो अब हामी चाहिँ अब केही डिनर खान्छौँ अनि त्यसपछि चाहिँ अब एकदम चिसो भइरहेछ। अब विल गेट सम रेस्ट आज चाहिँ। अहिले भर्खरै हामीले खाना खाइसक्यौँ है। अनि पोखरा आउँदाखेरि चाहिँ पुरै भिजाएको थियो। अनि लुगासुगा चेन्ज गरेर खाना खाएर अहिले हामी माथि छौँ। अनि युजली ट्राभल गर्ने बेला चाहिँ हामी बेलुका ब्याकअप गर्ने गर्छौँ क्या। सो ब्याकअप गर्दाखेरि चाहिँ अब हामीलाई रिम्याक्सले युजफुल प्रडक्ट्सहरू प्रोभाइड गरिदिनु भएको छ। यसमा चाहिँ एकैचोटि 4वटा डिभाइसेसहरू चार्ज गर्नु मिल्छ। सो दिस इज भेरी युजफुल ड्युरिङ द ट्राभल। अनि अर्को एकदम युजफुल भनेको चाहिँ यो
3-in-1 केबल रहेछ उहाँहरूको. दिज आर भेरी युजफुल. हामीसँग स्पिकरहरू छ, हामीलाई 50,000 mAh को पावर ब्याङ्क दिनुभएको छ उहाँहरूले. सो ट्राभल गर्ने बेलामा दिस भनौँ न दिस प्रडक्ट चाहिँ एकदम हेल्पफुल. थ्याङ्क यू सो मच रिम्याक्स नेपाल. सो अब चाहिँ हामी ब्याकअपतिर लाग्छौँ एन्ड भोलि चाहिँ जस्ट हिमाल खुलोस्. सो होप फर द बेस्ट. सी यु इन द मर्निङ. दोस्रो दिन पोखरा खुलेको पनि थियो अनि खुलेको पनि थिएन. हिमालका केही अंश पर बेला बेला मात्र देखिन्थे. बादल आकाशभरि छाएको पनि थियो अनि खुल्छ भने जस्तो पनि गरिरहेको थियो. यस्तो लाग्थ्यो कि पोखराले हामीलाई लुकामारी खेलौ भन्दै जिस्काइरहेको थियो. गुड मर्निङ एभ्रिवान. इट्स डे 2 अनि आज हामीसँग पोखरामा होटल क्राउन हिमालयमा हिजो बेलुका आयौँ अनि भिजेर आयो पुरै. अहिले यहाँ राम्रो रेस्ट भयो है. अनि आजको हाम्रो डेस्टिनेसन झिनुसम्म हो. अनि झिनुसम्म जानलाई चाहिँ हामी नयाँ पुल भएर अब अफरोड बाटो जानुपर्छ अरे. तर त्यो अफरोड बाटोमा 2-3वटा खोला छ अरे. सो त्यही भएर चाहिँ हामी नयाँ पुलबाट चाहिँ हामीले जिपहरू लिन्छौँ अनि जिपबाट चाहिँ हामी माथि झिनुसम्म जान्छौँ. अनि पोखरा चाहिँ आज हल्का हल्का खुलेको छ, अलिकति राम्रो देखिन्छ है. पोखराबाट चाहिँ अलिअलि हिमालहरू पनि देखिरहेछ. अलिकति अब अलिकति मुडी भाइब्स पनि छ है पोखरामा. सो हिजो आएर यहाँ होटल क्राउन हिमालयमा बस्दाखेरि चाहिँ द स्टे वाज कम्फर्टेबल. अनि आज चाहिँ हामी अब ब्रेकफास्ट गरेर माथितिर लाग्छौँ. जिपमा जानुपर्छ होला जिनुसम्म. लेट्स सी अब के हुनेवाला छ. सो भिडियो चाहिँ लास्टमा हेर्नु होला. बिहान चिया खाइसकेर लेक साइड छोडियो. लेक साइडबाट निस्किएको केही बेरमै हामी सुन्दर पोखरा बागलुङ राजमार्गमा स्कुटर दौडाउन थाल्यौं. 72 किलोमिटर लामो पोखरा बागलुङ राजमार्ग 0 किलोमिटर पोखराबाट सुरु भई बागलुङ नगरपालिका गएर अन्त्य हुन्छ. कुस्मा बजार, नयाँ पुल, डिमुवा बजार, मालढुङ्गा, पुरानो जार, अर्मादी र छमर्के जस्ता ठाउँलाई समेट्ने यो राजमार्ग पुष्पलाल राजमार्गको एक खण्ड हो. व्यवस्थित र सहज राजमार्गको निर्माणसँगै केही वर्ष यता यो बाटो हुँदै कुस्मा र मुस्ताङ जाने पर्यटक लगायत सर्वसाधारणहरूलाई थप सहज भएको छ. केही बेर तेर्सो बाटोको यात्रा गरिसँगै बाटो लुम्लेतर्फ ओह्रालो लाग्दछ. मनसुन भए पनि पानी परेर कतै रोकिनु परेको थिएन. साँझ झिनोसम्म मात्र पुग्ने योजना भएकाले हतारो पनि थिएन. त्यही कारण बहिरहेको शीतल बतासको मजा लिँदै यात्रारत रहिरह्यौं. दिमागले मुटु छुने लुम्लेको हावाले भन्ने गीत गाइरहेको थियो. अहिले हामी नयाँ पुल आइपुग्यौँ बल्ल भर्खरै है. अनि पोखराबाट हिँडेको लगभग 2 घन्टा जस्तोमा आइपुग्यौँ यहाँ चाहिँ होइन. अनि हाम्रो सन्तोष दाइ हामीसँग हुनुहुन्छ है. अनि हामी माथि यहाँबाट स्कुटर राइड जाने सम्भावना चाहिँ चान्सेसहरू चान्स छैन. अफरोड छ अनि पछि बाटो छ अनि खोला नाला छ. त्यसले गर्दाखेरि अलिक खतरा हुन्छ. त्यो यहाँबाट प्रायः जस्तो मान्छेले यहाँ कार अथवा स्कुटर बाइक लिएर आउँछ. हजुर. अनि यहाँबाट चाहिँ जिपमा लिएर जान्छ माथि. जिपमा जान्छ है. अनि जस्तै अब हामीले चाहिँ जस्तै खोला तर्नुपर्छ त ल. हजुर खोला जिपले गर्दा खोला तरिन्छ. जिपले हामीले खोला तर्नुपर्छ अरे होइन. अहिले बर्खाको समयमा हो. यहाँबाट हामी 2टा गाडी चेन्ज गर्छौँ. यहाँबाट 2टा गाडी चेन्ज गर्छ. बिच चाहिँ बाटो बनाउँछ त्यो भिडमा. हजुर धलन गरेछ, सोलिङ गरेर धलन गरेछ. हजुर. अनि त्यहाँ चाहिँ हामी चाहिँ त्यहाँ हुँदोसम्म हुँदो हुने ठाउँसम्म लान्छ. त्यहाँ झरना छ. हजुर त्यहाँबाट चाहिँ अलिकति हिँडेपछि अर्को गाडी पाउँछ. त्यो उसले चाहिँ तपाईँलाई झिनुको पुलसम्म लागिन्छ. ए झिनुको पुलसम्म. हजुर. सो अब यहाँदेखि अब 2टै गाडी गरेर कति घन्टा लाग्ला त झिनु पुग्न? झिनुलाई लगभग यहाँबाट लगभग त्यस्तो 2 घन्टा भनौँ न. अब 2 घन्टामा हामी झिनु पुगिन्छ. झिनु पुग्नुहुन्छ. ए अब हामी स्कुटर चाहिँ कहाँ राख्ने त यहाँ? यस्तो यहाँ होटल छ, होटलमा राख्नुहोस्. अनि डाइरेक्ट गए थियो 1 घन्टा 20 मिनटमा पुगिन्थ्यो के अरे. चेन्ज गर्नुपर्छ अलिकति. लगभग 2 घन्टाभित्रमा पुगिन्छ. हजुर. ल अब हामी स्कुटर पार्क गर्छौँ यहाँ अनि अब माथि लाग्छौँ. अब त्यही त अब 6-7 दिन जस्तो पछाडि 5-6 दिन पछि आइन्छ. 5 दिन पछि आइन्छ फेरि. ल अहिले त पार्क गर्छौँ अब ल. एक दिनको 2टा स्कुटरको चाहिँ 250 रुपियाँ तिरेको छौँ. अब भनेको लगभग 5-6 दिन जति पछि आइन्छ होला. दिदीले हेलमेटहरू सबै राखिदिनु भएको छ. अब चाहिँ हामी गाडीमा चढेर माथि लाग्छौँ. केही बेरसम्म बाटो राम्रै थियो. पहाडबाट बाटोकै छेउमा हुतु झरना छरिरहेको रहेछ. केही बेर त्यतै अल्मलियो.
हामी सामानहरू सबै बोकेर अर्को गाडीमा सार्यौँ अनि दाइको नाम चाहिँ भीम हो दाइले चाहिँ हामीलाई माथिसम्म लगिदिनुहुन्छ है हजुर कति बेर लाग्छ दाइ साम लाग्छ यहाँबाट आधा घन्टा लाग्छ आधा घन्टा लाग्छ हजुर अनि त्यो ठ्याक्कै झिनुको पुलसम्मै पुलको छेउमै पुलको छेउसम्म है त्यो बाटो चाहिँ कहिलेसम्म बन्ला त्यो बन्छ 15-20 दिनपछि 15-20 दिन जति पछि चाहिँ तपाईँहरू सिधै झिनो आउनु सक्नुहुन्छ त मान्छेहरू सकिन्छ यो भन्नाले भदौको 1-2 गतेबाट ए भदौको 1-2 गतेपछि चाहिँ सिधै माथि जान सकिन्छ अरे अब हामी चाहिँ अब यहाँ सामान लोड गरिसक्यो अब चाहिँ हामी माथि लाग्छौँ गाडी फेरेपछि गन्तव्य नजिकिँदैछ भनेर उत्साह थपियो केही बेर कच्ची बाटोमा उकालो चढ्यो बाटामा साना खोलाहरू बगिरहेका भेटिन्थे लगभग आधा घन्टाको यात्रापछि गाडी झिनो पुगेर रोकियो राम्रोसँग जाऊ है राम्रोसँग घुमेर आऊ है आउँदाखेरि त यसरी बसेर छिट्नु है अहिले अहिले हामी भर्खरै यहाँ झिनो आइपुग्यौँ झिनुको लास्ट बस स्ट्यान्डमा होइन हाम्रो पोटो दाई हुनुहुन्छ दाईको नाम के हो ललित गुरुङ दाई हुनुहुन्छ हामीसँग अब यो ट्रिपभरि माथिसम्म जानुहुन्छ होइन अर्बन बेस क्याम्पसम्म जानुहुन्छ अनि अब अब यहाँबाट चाहिँ एउटा ठुलो पुल छ पुल तर्छौँ हामी पुल तरेर माथि आज झिनु गेस्ट हाउसमा बस्छौँ अनि अब मिल्यो भने चाहिँ तलपट्टि हट स्प्रिङमा पनि जान्छौँ होला अनि यसरी ट्राभल गर्नको लागि ट्राभल फ्रेन्डली हामीसँग रिम्याक्सको यहाँ भनौँ न पावर ब्याङ्क छ यसरी ड्रोनको ब्याट्रिजहरू यताउति चार्ज गर्न मिल्छ एकदमै युजफुल छ सजिलो छ त्यही त अब हामी माथि जान्छौँ अहिलेसम्म हामी केही खाएको छैन 2-3 बजे अब हामी खाना खान्छौँ माथि गएर अब जाउँ है त दाइ ल मोदी खोलामाथि यात्रीलाई ओहोर दोहोर गर्नलाई राखिएको झुलुङ्गे पुल निकै आकर्षक र डरलाग्दो रहेछ पुलको बिचमा उभिएर तल हेर्दा जो कोहीलाई रेङ्गटै लाग्ने खालको यात्राको पहिलो दिन नै सिँढीको उकालो बाटो हिँड्नु पर्यो झिनु नजिकै छ भन्ने कुरा थाहा थियो त्यसैले शरीरले कुनै गुनासो गरेन लगभग हामी त्यो पुलबाट हिँडेको 15 मिनट जति पछि अहिले हामी झिनु आइपुग्यौँ झिनुको हाइट चाहिँ 1750 मिटर अब सी लेभल हो बिहानदेखि हामीले केही खाएको छैन अब हामी फर्स्टमा खाना खान्छौँ एकछिन रेस्ट गर्छौँ त्यसपछि अब आज के गर्ने हट स्प्रिङमै जान सकिन्छ अथवा नियर बाई कतै जान सकिन्छ लेट्स सी भोलि बिहानदेखि चाहिँ विल स्टार्ट वकिङ टुवर्ड्स अन्नपूर्ण बेस क्याम्प सो नेपाल एयरफोनको टिम वर्क हियर एट झिनु अब हामी स्टिकर टालिरहेको छौँ यहाँ अर्ना रहेछ अर्ना बियरको साइडमा खाना पार्न एकछिन टाइम लाग्छ भन्नुभयो हामीले खाना तलबाट भनेको थियौँ पाका छैन रहेछ अनि बल्ल पकाउनु लाग्यो अनि यहाँ चाहिँ हामी एकछिन अब यहाँ टाइम स्पेन्ड गरिरहेको छौँ विथ करेन्टको यो स्पाइसी स्टिक्स चिज बल उसको फेभरेट चिज बल भर्खरै हामीले चाहिँ खाना खाएर यहाँ झिनुमा बसेको होइन अब एकछिन चाहिँ अब हामी उता के अरे झिनु हट स्प्रिङ गएर एकछिन जिउलाई अलिकति तातो बनाएर अनि एकछिन त्यतैतिर रमाइलो गरेर अनि हजुरहरूलाई चाहिँ हामी एकैचोटि अब भोलि बिहान भेट्छौँ है त झिनुको तातो पानीमा पुगेर 2 दिनको थकान मेटाउने योजना बन्यो भनिन्छ प्राकृतिक रूपमा उम्रिएको तातो पानीमा बस्दा शरीरलाई धेरै फाइदा पुग्दछ छालाको रोग र शरीरको दुखाइ पनि निको पार्ने गुण भएको तातो पानीमा हामीले पनि केही समय बितायौँ पलभरमै थकान मेटिएको आभास भयो अहिले भर्खरै हामी तल झिनु हट स्प्रिङ एक्सप्लोर गरेर माथि आयौँ अहिले हामी चाहिँ झिनुमै छौँ झिनु डाँडामा यस्तो राम्रो छ ओभरअल न यो डाँडाको बिचमा छौँ हामी है अनि भोलि बिहानदेखि चाहिँ हामी माथि अन्नपूर्ण बेस क्याम्पतिर माथि लाग्छौँ सी यु इन द मर्निङ गुड नाइट यस
समुद्र सतहबाट करिब 1700 मिटरको उचाइमा रहेको झिनु पहाडको बीचमा भएका कारण हिमालको दृश्य देख्न पाइएन। तर जे होस् त्यहाँको जीवनलाई भने अलिक नजिकबाट निहाल्ने मौका मिल्यो। सडकबाट थोरै नजिक भए पनि गाडी झिनुसम्म नपुग्ने भएकाले गाडीको बाटोबाट सामान बोकेर ल्याउनु पर्ने रहेछ। त्यसो हुँदाहुँदै पनि हामीलाई झिनु, छोमरुङ र माथिको अरू ठाउँ हेरी केही महँगो लाग्यो। सडकबाट जति नजिक उति नै सस्तो हुनुपर्ने ठाउँमा झिनु भने केही भिन्न देखियो। गुड मर्निङ एभ्रिवान, इट्स डे 3 अनि आज हामी छौँ झिनुमा है। झिनुको हाइट चाहिँ लगभग 1700 मिटर जब सी लेभल रहेछ। अनि आज चाहिँ हामी यहाँदेखि माथि बम्बुसम्म जान ट्राई गर्छौँ। माथि छोमरोङमा गएर खाना खान्छौँ हामीले। यहाँ बिहानको भाइब चाहिँ एकदम राम्रो छ झिनुमा। ओभरअल यो आज जस पानी परिरहेको छैन, खुलिरहेछ हल्का फुल्का है। अनि आज जस होपफुली पानी चाहिँ नपरोस् ड्युरिङ द ट्रिप। अनि अब हामी ब्रेकफास्ट गरेर चाहिँ हामी माथि निस्किन्छौँ। अब माथि छोमरोङमा खाना खान्छौँ, त्यसपछि माथि लाग्छौँ। आज कहाँ पुगिन्छ हेरौँ, वेदरले हामीलाई साथ दियोस् होइन होपफुल्ली। त्यही हो, अब एकछिन प्याकिङ सेकिङ गर्ने अनि पोटो ताइला लिएर हामी माथि लाग्छौँ। आजको हाम्रो डेस्टिनेसन हामी बम्बुसम्म पुग्छौँ होला। त्यही अब हामीलाई 6-7 घन्टा 8 घन्टा लाग्छ होला। वेदरले साथ दियोस्। अब अगाडि लागौँ है त। पहिलो दिनको उकालो निकै भयङ्कर थियो। झिनुबाट छोमरुङसम्मै ढुङ्गाले छापिएको ठाडो सिँढी थियो। उकालो हिँड्दा हिँड्दै केही बेरमै खुट्टा गलेको आवाज सुन्थ्यो। मौसम उदास थियो। वरिपरिका पहाडहरूलाई बाक्लो हुस्सेले छेकेको थियो। सन्तुष्टि यसैमा थियो कि पानी परेको थिएन। अहिले भर्खरै हामी यहाँ अप्पर झिनुमा छौँ है। लगभग हामी तल झिनुबाट हिँडेको 45 मिनट्समा अहिले हामी यहाँ पुग्यौँ। छोमरुङ पुग्न अझै आधी घन्टादेखि 45 मिनट लाग्छ भन्नुभएको छ हाम्रो पोर्टर र गाइड दाइले। अनि वी हेभ किपु ड्रिङ्क विथ अस, एनर्जी ड्रिङ्क। हाम्रो ट्राभल गर्ने बेलामा चाहिँ एकदम युजफुल छ। माथिल्लो झिनुमा केही बेर थकाइ मारेपछि यात्रा पुनः सुरु भयो। ओसिलो मौसमले गर्दा आकाश अझै खुलेको थिएन। 1700 मिटरको उचाइबाट 2200 मिटरको उचाइमा उक्लनु थियो। माथि डाँडामा छोमरुङ नजिकै देखिन्थ्यो, तर नाकै ठोकिने उकालो हाम्रो अघि उभिएको थियो। समुद्र सतहबाट 2160 मिटरको उचाइमा रहेको तौलुङ डाँडा कटेपछि बल्ल छोमरुङ पुगिने रहेछ। अहिले हामी तौलुङ डाँडामा आइपुगेका छौँ। तौलुङ डाँडाबाट अब छोमरुङ कटेपछि लोसिनोमा हामी खाना खान्छौँ। त्यहाँबाट हामी अप्पर सिनो जान्छौँ। मौसमले साथ दियो भने हामी बम्बुसम्म पुगिन्छौँ। उकालो चढ्दै गर्दा बाटोमा एउटा कालो कुकुर देखा पर्यो। पदयात्रामा निस्किरहने मानिसका लागि पदमार्गमा कुकुर भेटिनु कुनै नौलो कुरा होइन। पहाडी भेगमा पाइने कुकुरहरू पदयात्रीलाई पछ्याउँदै टाढासम्म यात्रा गर्ने गर्दछन्। हामीलाई पनि त्यो कालो कुकुरले छोमरुङसम्मै पछ्याए। खै बाई गरेको छोमरुङ पुग्दा मौसम झन धमिलियो। हुस्सेले ल्याएको चिसो शरीरमा बारम्बार ठोकिरहन्थ्यो। दिन धमिलिएकामा निराश थियो। अनि खाना खाने ठाउँ नजिएकाले खुसी पनि।
अहिले भर्खरै हामी यहाँ छोमरोङ आइपुग्यौँ है अनि हामीले अहिलेसम्म खाना खाएको छैनौँ हामी लोवर सिनुवा पुगेर खाना खान्छौँ छोमरोङको हाइट चाहिँ 2200 मिटर अब सी लेभल हो अनि अर्को एउटा चाहिँ कुरा चाहिँ यहाँ चाहिँ एन्टिसेको नेटवर्क रहेछ टावरै छ यहाँ पछाडि तर अहिले चाहिँ एकदम हुस्सु मोसनले गर्दा हल्का हल्का मात्रै देखिरहेछ सो एन्टिसेको नेटवर्क चाहिँ ओभरअल यो ट्रिपभरि सबैतिर छ भन्छ नि यहाँ हाम्रो यो अन्नपूर्ण बेस क्याम्प ट्रिप आउँदाखेरि चाहिँ ट्रेकर्सहरू होस् अथवा यहाँको लोकल पिपलहरूलाई कनेक्ट गर्नको लागि चाहिँ एनटिसी इज द अन्ली मिडियम यहाँ चाहिँ होइन अनि त्यसपछि अब हामी तल लाग्छौँ जस अब यो मौसम चाहिँ अलिअलि पानी परिरहेछ मौसम खुल्या छैन तर फुल्की माथि गएर चाहिँ हामीले हिमाल हेर्न पाउँछौँ होला भनेर आशा गरिरहेछौँ सो त्यही हो अब अगाडि लाग्छौँ हामी यहाँ यो चाहिँ अलिकति छोमरोङ भनेको चाहिँ अलिकति टुरिज्म भनौँ न यो हाम्रो काठमाडौँको ठमेल जस्तै अलिकति यहाँ चाहिँ हब जस्तो रहेछ जे पनि पाइन्छ अरे यहाँ चाहिँ होइन फ्रम पिज्जादेखि लिएर भनौँ न कफी फ्यान्सी कफी सबै कुरा पाउँछ अरे बास्केटबल कोर्ट पनि हामीले देख्यौँ भर्खर होइन सो फ्यान्सी छ होइन अब त्यही हो अब हामी तल लाग्छौँ अब होपफुल कि अब 2 घन्टा 1.5 घन्टामा पुगिन्छ सिनुवा त्यसपछि हामी जान्छौँ ल कम अन अहिले छोमरोङमा चाहिँ हामीले ट्राभलर्सहरूलाई चाहिँ यो बाटो हिँड्दाखेरि चाहिँ यहाँ एक एपमा चाहिँ लिस्ट गर्नुपर्ने रहेछ अनि हामीले हाम्रो नाम नम्बरहरू सबै इनलिस्ट गऱ्यौँ अनि अब चाहिँ हामी अगाडि लागिरहेछौँ है त यहाँ आएको बेलामा चाहिँ यहाँ इनलिस्ट गरेर अगाडि बढ्नुपर्ने रहेछ जस एक एपले यो ठाउँलाई प्रिजर्भ गर्नलाई एकदम ठुलो हेल्प गरेछ या लेट्स गो 21औं शताब्दीमा प्रविधि आधारभूत आवश्यकता बनिसकेको छ त्यसैले हरेक मानिस प्रविधिसँग जोडिन खोज्दछन् अझ पदमार्गहरूलाई त झनै राम्रो नेटवर्कको आवश्यकता पर्दछ यात्राका क्रममा केही स्वास्थ्य समस्या अथवा कुनै दुर्घटना घटे पहिले हामी कसैलाई फोन नै गर्न खोज्दछौँ पहाडका यस्ता अप्ठ्यारा ठाउँहरूमा पनि कनेक्सन पुर्याएर नेपाल टेलिकमले साँच्चीकै राष्ट्र र जनताको सेवा गरेको छ छोमरोङबाट सिनुवातर्फ ओह्रालो लागेको केही बेरमै पानी पर्न सुरु भयो हतार हतार ब्यागबाट रेनकोट निकाल्यो शरीर र ब्याग नभिज्ने गरी लगायौँ र सिनुवातर्फ अघि बढ्यौँ बर्खामा यात्रा गर्नुको कष्ट फेरि हाम्रो यात्रामा उपस्थित हुन आइपुगेको थियो छोमरोङबाट सिनुवा पुग्नका लागि पहिले एउटा विशाल ओह्रालो ओर्लनु पर्दछ त्यसपछि पुनः ठाडो उकालो चढ्नु पर्दछ उकालो हिँड्न अप्ठ्यारो लाग्ने मानिसहरूका लागि यो पदमार्ग अलिक कष्टकर नै हुने रहेछ बाटोमा रोकिँदै केही बेर आराम गर्दै हामी बाटो छुट्याउनतर्फ लाग्यौँ बीचमा बाटो बिग्रिएकाले स्थानीय दाइहरू बाटो बनाउन लाग्नु भएको रहेछ मनसुनमा ट्राभल गर्दाखेरि चाहिँ बी अवेयर अफ दिस जुकास बाटोमा केही विदेशी पर्यटकहरू पनि भेटिए अन्नपूर्ण बेस क्याम्प पदमार्ग नेपालीहरूमा मात्र नभएर विदेशी पर्यटक माझ पनि उत्तिकै प्रख्यात छ वर्षेनी हजारौं आन्तरिक तथा विदेशी पर्यटक भित्राउने यस पदमार्गले देशको पर्यटन क्षेत्रमा निकै ठूलो योगदान पुर्याएको देखिन्छ खाइसक्यो हामीले अब हामी माथि अप्पर सिनुवामा गएर बस्छौँ यहाँबाट लगभग 1.5 घन्टामा हामी पुग्छौँ होला पानी परिरहेछ अझै पनि कन्टिन्युसली पानी परिरहेछ त्यसपछि भोलि बिहान चाहिँ हिमाल खुलोस् र हामीले चाहिँ अलिअलि हिमालहरू देख्न पाऊँ अब अगाडि बढिरहेछौँ हामी खाना खाएर उकालो लाग्दा दिनको दोस्रो प्रहर सुरु भइसकेको थियो उकालोले अघिल्लै दिनबाट साथ छोडेको थिएन बर्खामा यात्रा गर्दा रेनकोट लगाएर हिँड्न निकै असहज हुन्छ हुस्सेले ढाकिएका पहाडहरू यसबेला अलौकिक र तिलस्मी देखिन्छन् अनि मानिसको सुन्दरता भोको चेतनालाई थाहै नपाई स्पर्श गरिदिन्छन् भर्खरै हामी यहाँ अप्पर सिनुवा आइपुग्यौँ यसको हाइट चाहिँ 2360 मिटर अब सी लेभल हो आज हामी यहीँ बस्छौँ अब माथि जाउँ एकदमै थाका पनि छ एकछिन रेस्ट गरौँ त्यही हो त्यसो अब हुस्सुले गर्दा केही देखाएको छैन होपफुली बिहान उठ्दाखेरि चाहिँ हिमाल खुलिराखेको होस् ल जाउँ
उचाइका हिसाबले हेर्ने हो भने समुद्र सतहभन्दा 2170 मिटरमा रहेको छोमरोङ हेरी 2340 मिटर माथि माथिल्लो सिनुवा केवल 210 मिटर जति मात्र माथि पर्दछ। तर पहिले लामो ओह्रालो झरेर फेरि उकालो चढ्नु पर्ने भएकाले माथिल्लो सिनुवा पुग्न पनि निकै समय लाग्दछ। Cheers to the beautiful night. बिहान मौसम उग्रियो। अलिक पर पहाडसँग कुम जोडेर माछापुच्छ्रे हिमाल उभिएको देख्यौं। माछाको पुच्छर जस्तो मात भएको मायावी माछापुच्छ्रे घामका पहेँला किरणले झनै आकर्षक देखिएको थियो। त्यसको वल्लोपट्टि पहाडको पर्खाल पछाडि अन्नपूर्ण तेस्रो, गन्धर्वचुली र हिउँचुली आफ्नो उपस्थिति जनाइरहेका थिए। 2 दिन लगातार हुस्सेमा हिँडेका हामीलाई हिमालको एक झल्कोले अतुलनीय खुसी दियो। गुड मर्निङ एभ्रिवान, इट्स डे 4 अनि आज हामी छौँ अप्पर सिनुवामा। अनि हिजो राति चाहिँ हामी यहाँ आयौँ अनि यहाँ बस्यौँ। हिजो राति अति नै ठुलो पानी पर्यो, त्यही भएर अहिले यहाँ सबै हिमाल खुल्ला छ। यता वरिपरि जे देखिन्छ सबै खुल्ला छ। जस्ट लक्की भयो यो ट्रिपमा चाहिँ आज देख्न पाइयो होइन। अब माथि झनै हिमाल देखिन्छ होला भन्ने आशा गरिरहेको छौँ। अनि आजको हाम्रो डेस्टिनेसन चाहिँ देउरालीसम्म हुन्छ। यहाँबाट हामी चाहिँ ब्रेकफास्ट खाएर हामी अगाडि लाग्छौँ। जस्ट राम्रो छ, अप्पर सिनुवाबाट राम्रो भ्यू देख्दो रहेछ। ओभरअल ग्रिनेरी प्लस माउन्टेन्स पनि देखिरहेछ। सो एक्चुली एबिसी ट्रेक चाहिँ आएर चाहिँ ट्राई गर्नु यो सबै हेर्नलाई। Bye. See you. Ramsan Garam. हामीले ब्रेकफास्ट गरिसक्यौँ। अब हामी माथि आज हिमालय पुगिन्छ कि देउराली पुगिन्छ थाहा छैन है। अब हामी अगाडि लाग्छौँ अनि हामी बाटोमा दोभानमा चाहिँ खाना खान्छौँ होला। त्यही अब हामी अब अगाडि लागिरहेछौँ। जस अब पानी नपरोस्, वेदरले साथ दियोस् हामीलाई। कहाँसम्म पुगिन्छ, लेट्स सी, लेट्स गो। Someday you might be the president, someday you might be a star, someday you might be a homeowner, you might even play guitar. In the between and all the fun, I'll be by your side. माथिल्लो सिनुवाबाट दोभानतर्फ हिँड्दा पनि अघिल्लो दिनको जस्तो ठाडो उकालो उक्लनु परेन। तर पानी र लेउका कारण चिप्लो भएको भुइँमा होस पुर्याएर हिँड्नु पर्थ्यो। हिमाल भई बगेर आएका साना खहरेहरूलाई नाग्दै हिँड्न पाएर हर्षित भएका थियौँ। उकाली ओह्राली अनि तेर्सो सबै पालै पालो आइरहेका थिए। जङ्गलमा चराचुरुङ्गीको कलरव यथावत थियो, तर खहरेको आवाजले त्यसलाई बेला बेला आफ्नो आवाजले लुकाइदिन्थ्यो। प्रकृतिको त्यो सुन्दर लीला हेर्दै हामी अघि बढ्यौँ। अघि भने जस्तै अन्नपूर्ण बेस क्याम्प ट्रेकमा चाहिँ यसरी डस्टबिनहरू बनाइदिनु भएको छ। तपाईँ चाहिँ फोहोरहरू यसरी जतापाइ त्यतै नफाल्नु र यसरी डस्टबिनमा फालिदिनु है त फोहोरहरू। खाना खानलाई बम्बुसम्म पुग्नु थियो। भनिन्छ दार्जिलिङका एक राई सरले यस ठाउँको नामाकरण गरेका थिए। धेरै निगालो पाइने र त्यस क्षेत्रका मानिसहरू निगालोबाटै मान्द्रो, गुन्द्री र भकारीहरू बुन्ने भएकाले उनले यस ठाउँलाई ब्याम्बु नाम गरेका रहेछन्। कालान्तरमा ब्याम्बु बिस्तारै नेपालीकरण हुँदै बम्बु हुन पुग्यो। हाल यस ठाउँमा 7 वटा होटल रहेका छन् र नेपालीहरूलाई खानाको प्रति व्यक्ति 550 रुपियाँ लाग्दछ।
यहाँ ग्रिन भ्यू होटल आइपुग्यौँ। अब हामी खाना खान लाग्छौँ। पानी परिरहेको छ, अब एकछिन रेस्ट पनि गर्छौँ, त्यसपछि माथि लाग्छौँ है त। ल लेट्स इट। पानी झरीमा दिनभर हिँडेको शरीर भोकाएको पनि थियो, थाकेको पनि थियो। केही बेर बम्बुमा आराम गर्यौं। खाना खाउन्जेलमा पानी रोकिएपछि टिम फेरि दोबान भेट्नलाई अघि बढ्यो। पानी बगिरहेको उकालो बाटोमा हिँड्न निकै सन्तुलन मिलाउनु पर्ने हुन्थ्यो। हातमा क्यामेरा लगायत अरू अन्य सामग्री बोकेर हिँड्नुको अप्ठ्यारो त छँदै थियो। त्यही माथि क्यामेरालाई पानीबाट कसरी जोगाउने भनेर सधैँ होसियार रहनु पर्दथ्यो। पानी रहेकामा खुसी भएका थियौँ, तर त्यो खुसी लामो समयसम्म टिक्न पाएन। केही पर पुग्न साथ फेरि हामी रेनकोट लगाउन बाध्य भयौँ। अहिले भर्खरै हामी दोबान भन्ने ठाउँमा आइपुग्यौँ। यो ठाउँको हाइट चाहिँ 2505 मिटर जब सी लेभल हो है। अनि हामीलाई बम्बुबाट खाना खाएर अहिले हिँडेर आइपुग्नलाई लगभग 1 घन्टा लाग्यो। धेरै टाइम लागेन, हामी सुइकिसु हिँड्नु, पानी पनि परिरहेछ। दोबान आइपुग्यौँ, एकछिन बस्छौँ, रेस्ट गर्छौँ, चिया खान्छौँ होला, के गर्छौँ होला। त्यसपछि चाहिँ हामी आज हिमालयसम्म जान खोज्छौँ। लेट्स सी, अब यहाँ अहिले नै ठुलो पानी परिराख्यो, कन्टिन्युस पानी पऱ्यो भने यहाँ पनि बस्न सकिन्छ, वी डोन्ट नो। अब एकछिन जान्छौँ, तातोमा बस्छौँ है त। कम अन। समुद्र सतहबाट 2505 मिटरको उचाइमा रहेको दोबान पर्यटकहरूका लागि एक सुविधा सम्पन्न विश्राम स्थल हो। खाने र बस्ने राम्रो व्यवस्था भएको यस ठाउँबाट वर्षेनी हजारौं पर्यटकहरू यात्राका क्रममा रोकिने गर्दछन्। दोभानमा केही बेर रोक्यौं। तातो चियाले भिजेको शरीरमा थोरै न्यानोपन भरिदियो। नजिकै पहाडबाट रफ्तारमा झरेका झरनाहरू तल मोदी खोलामा मिश्रिँदै थिए। त्यसले हामीलाई फेरि गन्तव्य सम्झायो। गन्तव्य सम्झी सँगै झोला भिर्यौं र पुनः पाइला अघि बढायौं। माथिल्लो दोबान पुग्दा विशाल खहरेहरू पछि छाडिसकेका छौँ। कति ठाउँ बाटो सहज बनाउन खहरेमाथि काठका मुठाको पुल हालिएको थियो। भयङ्कर गडगडाहट बोकेर बगिरहेका ती खहरे र झरनाको आवाज यति ठुलो हुन्थ्यो कि हामीले एकअर्कालाई सुन्न पनि कसिएर बोल्न पर्थ्यो। तर त्यति हुँदाहुँदै पनि त्यो ठुलो आवाजमा शान्ति थियो। यात्राकै क्रममा हामी पोजिम न्यमरा मन्दिर पुग्यौं। पहाडको काखमा अवस्थित त्यस मन्दिरको छेउमा झरनामा 108 वटा छहरा रहेको कुरा हामीलाई स्थानीय दाइले बताउनु भयो। भनिन्छ पहिले पहिले यस ठाउँमा भेडागोठहरू ल्याउने गरिन्थ्यो। एक दिन भेडागोठ ल्याउनेहरूले यस ठाउँमा फोहोर गरेछन् र लगत्तै पुरै ठाउँ कुहिरोले ढाकिएछ। गोठ ल्याउनेहरूले भेडाहरू कता गए भन्ने कुराको पनि पत्तो पाएनछन्। त्यसपछि छेउका झरनाहरूमा दूध बगेको देखिएछ। अनि बिस्तारै बादल हटेपछि त्यो झरना फेरि पानीको भएछ। तब भेडागोठ ल्याउने मानिसहरूले यहाँ दैवी शक्ति छ भनेर त्यसलाई देवता थानका रूपमा पुज्न थालेछन्। हाल भने त्यस ठाउँमा पोजिम न्यमरा मन्दिर स्थापना गरिएको रहेछ। हेलो एभ्रिवान, अहिले भर्खरै हामी हिमालय आइपुग्यौँ है। तलपट्टि खोला बगिरहेछ अनि यो पछाडिको गाउँको नाम चाहिँ हिमालय हो। अनि देउराली पुग्ने भनेको थियो, आज पुग्न सकिएन। अब भोलि माथि हामी देउरालीतिर जान्छौँ। अनि यो ठाउँको हाइट चाहिँ 2920 मिटर सी लेभल हो। जे होस्, अलिअलि जाडो छ मौसम, रमाइलो एक्सपिरियन्स छ। तर खोला बगिरहेछ, पानी परेको छैन अहिले। अब जाउँ अगाडि है त। So Nepal 8th one team we're here at Himalaya.
फोन लाग्यो ल थ्याङ्क यू एनटिसी नमस्ते 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 दाइहरू आयो है पाउन आयो है वेलकम वेलकम हो हजुर सर हामी के माथि हो बस्ने हजुर माथि हो अनि दाइ एकजनामा 4 जना अट्न सक्छ न रुम 4 जना अट्न मिल्ने छ के पाक्दैछ आज यहाँ हजुर के पाक्यो तपाईँले जुन अर्डर गर्छ त्यही पाक्छ हजुर हो हजुर दाइले हामीलाई खाना पकाउँदै हुनुहुन्छ एकछिन टाइम लाग्छ होला सबभन्दा फर्स्टमा चाहिँ हामीले यो करेन्टको कप नुडल्स ट्राई गर्छौँ एकदम ह्यान्डी ट्राभल फ्रेन्डली टक्क बोकेर हिँड्ने मिल्छ अब टक्क तातो पनि हालेर बनाएर खान्छौँ है त ल सो हाम्रो कप नुडल्स रेडी होइन एकदम सजिलो छ छिटो बन्छ म ब्याकअप गर्दैछु यहाँ अहिले अब त्यसपछि एकछिनपछि हामी खाना खान्छौँ हाम्रो खाना पाक्दैछ त्यसपछि विल सी यु इन द मर्निङ चियर्स समुद्र सतहबाट 2920 मिटरको उचाइमा रहेको हिमालय पहाड नै पहाड बीचको गहिरो खोजमा अवस्थित छ भनिन्छ पहिले यस ठाउँको नाम लिचुवी थियो गुरुङ भाषामा लिचुवीको अर्थ जन्तु जनावर हुने हरियो ठाउँ हो अग्ला अग्ला पहाडको फेदमा पर्ने भएकाले यस ठाउँबाट हिमाल देख्न नपाइने रहेछ मौसम उग्रिएको बेला हिमालयको विपरीत डाँडामा छिमेकी मार्दी पदमार्ग देखिने गर्दछ हाल यस ठाउँमा 3वटा लज रहेका छन् जसमा राम्रो खाने र बस्ने व्यवस्था रहेको छ नेटवर्कको सहज कनेक्सनका कारण पनि यो ठाउँ केही सुविधाजनक बनेको छ नेपाल टेलिकमले आफ्नो स्थापना कालदेखि नै राखेको देशलाई संसार जोड्ने उद्देश्यलाई यस्ता असहज ठाउँहरूमा सेवा पुर्याएर पुरा गरिरहेको छ गुड मर्निङ एभ्रिवान इट्स डे 5 अनि आज हामी छौँ हिमालयमा है हिजो आइयो यहाँ बस्यो रमाइलो भयो अनि आज चाहिँ हामी अब अगाडि अन्नपूर्ण बेस क्याम्पसम्म जान ट्राई गर्छौँ अगाडि देउराली आउँछ देउराली पछाडि माछापुच्छ्रे बेस क्याम्प त्यसपछि चाहिँ अन्नपूर्ण बेस क्याम्प हो अहिले नै पानी पर्न सुरु भयो बिहान अहिले लगभग 5:30-6 बजिरहेछ होइन अब हामी ब्रेकफास्ट गर्छौँ अगाडि निस्किन्छौँ होपफुल कि आज अन्नपूर्ण बेस क्याम्प पुगिन्छ होला सो लेट्स इट अनि त्यसपछि माथि जाने अब ल हाम्रो दाइले यहाँ पकाउँदै हुनुहुन्छ हाम्रो बिहानको खाजा के पाक्दैछ दाइ हजुर के हो यो ग्राम पोटेटो अनि चना अनि बिन्स है बिन्स तपाईँहरूको ग्रेभी ग्रेभी तपाईँहरूको ब्रेकफास्टको लागि यो रोटी रोटी गुरुङ ब्रेड हजुर हाम्रोतिर पुरी भन्छ पुरी भन्छ उता होइन हाम्रो यता यो के मैदाकै हो कि के हो मैदाकै होइन दाइ यो फोन रहेछ नि यो के हो यो फोन हजुर यो एनटिसी हजुर अनि तार बिना हुन्न के छ यसको अलिकति भनिदिनु हजुर तार बिना पर्दैन तार चाहिन्न यो यसको टावर देउरालीमा छ यसो देखाउनु त यसरी हेरेर देउरालीमा हजुर यसको टावर देउरालीमा छ यो देउरालीमा यहाँ टावरमा फाल्छ रिफ्लेक्सन गरिन्छ कि यो यसको कहाँ माथि के राख्नु भएको टावर राख्नु भएको यो तल सानो जो छाता छ छ हजुर कतिको युजफुल छ दाइ यो तपाईँको लागि यो एकदम युजफुल मान्छेले फोन गरेर आउँछु भन्दा यो 2-3 महिना अगाडि बुक गर्छ होटलको लागि मान्छेहरू सिजनको बेला हजुर सिजनको लागि टाइममा हजुर सिजनको लागि अहिले बुक गर्छ नत्र नै पाउँदैन यता चार्ज दियो भने चार्ज लगा ए चार्ज हुन्छ अनि एक हप्तासम्म हुन्छ यसमा ब्यालेन्स हाल्ने ब्यालेन्स हाल्ने सेम हाम्रो मोबाइलको जस्तो हो मोबाइलको जस्तै हजुर एकदम युजफुल छ है हजुर त्यसो भए सेम हाम्रो पुरा अर्को ल्यान्डलाइन फोन जस्तै रहेछ सेम टु सेम माथि चाहिँ टावर छ हजुर ए ल ल हिमालयबाट देउरालीतर्फ उक्लदा पनि मौसम उत्तिकै बिग्रिएको थियो अन्नपूर्ण पदमार्गका केही विशेषताहरूलाई औल्याउनु पर्दा यहाँको लोकेसन बोर्डहरू छुटाउन पाइँदैन बाटोमा कुनै अलमल्ने ठाउँ वा हरेक टी हाउसमा पदमार्गको नक्सा र चाहिने सबै जानकारीहरू राखिएको रहेछ अरू पदमार्ग हेरी टी हाउसहरू पनि नजिकै दूरीमा रहेकाले धेरै हिँड्न नसक्ने मानिसहरूका लागि पनि यो पदमार्ग एकदमै उपयुक्त हुने रहेछ
हिमालयबाट देउरालीसम्मको बाटोलाई यस क्षेत्रको अलिक जोखिमपूर्ण बाटो मानिन्छ। मौसम उग्रिएका बेला देख्न सकिन्छ कि हामी ठूलो हिमालको फेदबाट यात्रा गरिरहेका हुन्छौँ र छेउमा रक फलिङ जोनका बोर्डहरू राखिएका हुन्छन्। यस क्षेत्रमा यात्रा गर्दा सावधानीपूर्वक यात्रा गर्नु श्रेयस्कर हुन्छ। हिमालयबाट हिँडेको केही बेरमा हिङको गुफा पुगिन्छ। एउटा ठूलो डाँडामा चट्टानमुनि रहेको त्यस गुफामा पदयात्रीहरूका लागि विश्रामस्थल बनाइएको छ। अन्नपूर्ण बेस क्याम्पतर्फ हिँडेका पदयात्रीहरू केही बेर त्यहीँ आराम गर्दै माछापुछ्रे हिमालको सुन्दरता अवलोकन गर्दछन्। अहिले भर्खरै हामी हिङको केभ आइपुग्यौँ है। अनि यहाँबाट देउराली पुग्नलाई लगभग आधा घन्टा लाग्छ। अगाडि ठ्याक्कै देखिरहेछ है, तल झरेर अलिकति माथि चढ्नुपर्छ हामीले। हामी देउरालीमै खाना खान्छौँ होला। आज हामी एबिसी पुग्ने भनेर हिँडेछौँ। हेरौँ अब देउराली पछि एमबिसी आउँछ, एमबिसी पछि एबिसी। त्यस यहाँ चाहिँ एउटा ठुलो यो चट्टान रहेछ। त्यसको पछाडि चाहिँ हामी यसरी यहाँ पानी पर्ने बेला अथवा केही अरू बेला बस्नु मिल्छ, रेस्ट लिनु मिल्छ। त्यो अब एकछिन यहाँ खिचेर हामी तल लाग्छौँ है त ल देउरालीतिर। खोलाहरूमा मानिस सजिलै तर्न सकुन् भनेर फलाम र काठका साँघुरा पुलहरू निर्माण गरिएको थियो। तिनै पुलको तल गडगडाउँदै बगिरहेको खोलालाई पछि छोड्दै टिम देउरालीतर्फ लाग्यो। समुद्र सतहबाट 3200 मिटरको उचाइमा रहेको देउराली पुग्नु केही मिटर वर एउटा विशाल झरना देखिन्छ। त्यसलाई हेर्दा लाग्छ कि संसारको सबैभन्दा योग्य कलाकार पानी हो, जसले आफू बग्ने चट्टानहरूमा यसरी बाटो खोजिदिन्छ कि ती ढुङ्गा त्यसै कलात्मक बनिदिन्छ। अहिले भर्खरै हामी देउराली आइपुग्यौँ। देउरालीको हाइट चाहिँ 3200 मिटर जब सी लेभल हो है। अनि हामीलाई तलबाट अलिकति खिच्दै आउनलाई लगभग 2-3 घन्टा लाग्यो है। अहिले लगभग 11:30-12 बजी लाग्छ। अब हामी यहाँ खाना खान्छौँ। त्यसपछि हाम्रो नेक्स्ट स्टपेज एमबिसी, त्यसपछि लास्टमा हाम्रो एबिसी है त। यस्तो छ मौसम, केही खुला छैन। होपफुल कि हिमाल देख्न पाइयोस्। मनसुनमा हिमाल देख्यो भने झन् यस्तो बबाल हुन्छ। वी आर हङ्ग्री, सो लेट्स इट दिस वे। देउरालीबाट अन्नपूर्ण बेस क्याम्प पुग्न करिब 4 घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ। मौसम खुलेका बेला यस ठाउँबाट पहाडको भित्तामा प्राकृतिक रूपमा बनेको बुद्ध भगवानको आकृति देख्न सकिन्छ। जम्मा 4वटा होटेल रहेको देउरालीमा अन्नपूर्ण बेस क्याम्प यात्रामा हिँडेका पर्यटकहरू एक रात बिताएर अर्को दिन बेस क्याम्पतर्फ लाग्ने पनि गर्दछन्। नेपाल 8 member team were here at Deurali. Yes. तपाईँको चाहिँ तल सिनोबाट आउने बेलासम्म तपाईँको चाहिँ एकदम न्यारो चाहिँ ठाउँमा आउनु भएको छ नि त। यहाँबाट भनेको तपाईँको ब्लास्ट भएर जाने, तपाईँको यहाँबाट भनेको ओपन भएर जाने। अब यहाँबाट माथि भनेको हिमाल मात्रै देख्न सक्नुहुन्छ। राम्रोसँग जानुहोस् है। 3200बाट चाहिँ 3700मा जाने भन्नुहुन्छ। राम्रोसँग जानुहोस्। गुड लक। बस बाई बाई। I'm just trying to take my time. अहिले हामी देउरालीबाट उता माछापुछ्रे बेस क्याम्प गएर छौँ। यो पछाडिको चाहिँ एनटिसी नेटवर्क हो है, टावर। तल छोमरोङबाट चाहिँ कनेक्सन लिएर यसले यता त्यो यो एरियाभरि फाल्ने रहेछ। यस्तो रिमोट एरियाजमा पनि एनटिसीले आफ्नो नेटवर्क पुऱ्याएको छ। द्याट्स रियली गुड। कम अन। देउरालीमा खाना खाएर निस्कदा फेरि पानी दर्कियो।
पहिल्यै दिनदेखि नै सँगै हिँडिरहेको मोदी खोलालाई पछ्याउँदै माछापुछ्रे आधार शिविर भेट्न लम्किरह्यो। हुस्सेले सारा संसार ढाकेको थियो। हिमाल त परै जाओस्, केही परको बाटो समेत देखिएको थिएन। यसपालि हिमाल नै नदेखि फर्कन पर्ने हो कि भन्ने निराशाले कता कता मनमा घर गर्न थालेको थियो। तर त्यस निराशालाई अन्त्य गर्न भोलिको उज्यालोसँगै हिमाल खुल्नेछन् भन्ने आशा पनि कता कता जीवित थियो। त्यसैले अगाडि बढ्न हौसला दिइरह्यो। माछापुछ्रे बेस क्याम्प नजिकिएको सङ्केत बाटोमा जमेको हिउँले दियो। आँखाले हेर्ने सुन्दरतालाई हुस्सेले छेकिदिएपछि केही मिटरको दूरीमा देखिने कुराहरूबाट खुसी हुन सिकिसकेका थिए। अहिले भर्खरै हामी यहाँ माछापुछ्रे बेस क्याम्प आइपुग्यो है। यसको हाइट चाहिँ 3700 मिटर अफ सी लेभल हो। अनि हामी अन्नपूर्ण बेस क्याम्प गएर बस्छौँ आज। अब यहाँबाट 2 आवर्स वाक हो होइन। अन्नपूर्ण बेस क्याम्प चाहिँ 40.30 मिटर अफ सी लेभलमा पर्छ। त्यही त अब जाउँ। अब मनसुनले गर्दा केही पनि खुल्या छैन, हामीले केही पनि देखाएको छैनौँ। न हिमाल देखियो न के होइन, न झर्ना देखाएको छ न केही देखाएको छ। होपफुल कि भोलि बिहान हिमाल खुलोस् र हामीले अति बवाल भ्यू क्याप्चर गर्न पाऊँ है। फिङ्गर्स क्रस्ड है त। माछापुछ्रे बेस क्याम्प अर्थात् एमबिसी समुद्र सतहबाट 3700 मिटरको उचाइमा अवस्थित रहेको छ। 6693 मिटर अग्लो माछापुछ्रे हिमालको काखमा रहेको यस ठाउँमा जम्मा 5 वटा लजहरू रहेका छन्। मौसम खुलेका बेला यात्रीहरूले यस ठाउँबाट माछापुछ्रे हिमाल लगायत अन्नपूर्ण हिम श्रृङ्खलाको सुन्दर दृश्य अवलोकन गर्न पाउँदछन्। एमबिसीबाट उकालो चढ्दा विशाल हिमालहरूको बीच भएर एउटा सानो बाटो अन्नपूर्ण बेस क्याम्पसम्म जाँदछ। त्यसैलाई पछ्याएर एबिसी पुग्न सकिन्छ। दुर्भाग्य नै भनौँ, यति सुन्दर ठाउँमा आइपुग्दा पनि हिमालको मुस्कान हेर्न प्रकृतिले जुराइदिएन। कुनै खुलेको दिन भए यही ठाउँमा हिउँ र घामले आँखा खान्छ भनी चस्मा लगाएर हिँड्नु पर्दथ्यो। जे होस् मन बहलाउन छेउमा हरिया घाँस देखिएका थिए। बल्ल अन्नपूर्ण बेस क्याम्प आइपुग्यो है। 4130 मिटर्स अफ सी लेभल। हामीले केही पनि भ्यू देख्न पाएनौँ, मनसुनले गर्दा यस्तो धुम्म छ। होपफुल छौँ कि भोलि बिहान हिमाल देख्छ होला। यस यहाँ आयो एकदमै भनौँ न मनसुनमा पानीमा भिजेर आयो। अब भोलि बिहान टक्क वरिपरि हिमालको बिचमा हामी भिउजन्छौँ भन्ने आशा गरेका छौँ। अब अगाडि जान्छौँ हामी, केही खान्छौँ, तातोमा बस्छौँ। त्यो एकदमै रमाइलो एक्सपिरियन्स छ। So guys, after 5 days of travel, we're finally here at Annapurna Base Camp! Woo! बिस्तारै हिँडेर आइयो, केही देखिएन। यता सब ढाक्या छ। खासमा यहाँ माछापुछ्रे अन्नपूर्ण सब देखिनु पर्ने हो। वेमा क्या बाटोमा राम्रो सब बादलले ढाक्या छ, केही देखिया छैन। अब भोलि बिहान देखिन्छ कि भन्ने कुरा हो है। नदी बनाएछ, स्ट्रिम खोला, सानो खोला। कस्तो छ बाटो। अब भर्खरै हामी अन्नपूर्ण बेस क्याम्पमा आएर एकछिन रेस्ट गरिरहेको थियौँ। हिमाल खुल्यो होइन। वी फिल ब्लेस्ड एन्ड लकी। अन्नपूर्ण बेस क्याम्प पुग्दा आशाका केही कोपिला मनमा लागे। केही दिन यता धुम्मिएको आकाशले हुस्सेको घुम्टो उघारेर मुहार देखायो। मनले एकपल अपार सन्तुष्टिको आभास पायो। बेस क्याम्प पुगेका सबै दङ्ग भए। 4 दिनको कडा मेहनत र परिश्रमलाई प्रकृतिले व्यर्थ जान दिएन, त्यसैले खुसी थियो।
अहिले हामी अन्नपूर्ण बेस क्याम्पमा छौँ र हामी अहिले होटेल अन्नपूर्ण गेस्ट हाउसमा छौँ है। हाम्रो जगन राज गुरुङ दाई हुनुहुन्छ, उहाँ चाहिँ होटेल व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ है। सो उहाँको बसिरहेको छु। दाई के भनिदिनुहुन्छ? हो तपाईँहरूले स्वागत। थ्याङ्क यू दाई। हाम्रो एरियामा तपाईँहरू यसरी हजुर धेरै धेरै स्वागत छ। थ्याङ्क यू सो मच दाई। यो मनसुनमा पनि एकदम सम्भावना यो ठाउँमा पुग्न एकदम तपाईँहरूले देखिहाल्नुभयो अहिले बिहान के थियो होपली 90% पनि बिहान पनि क्लियर हुन्छ होला होपफुली होइन अब 100% त भन्न सक्दैन। त्यही त अब तपाईँहरू मेरो होटेलमा यो हाम्रो ठाउँमा घुमिदिनु भएकोमा धेरै धेरै धन्यवाद है। थ्याङ्क यू दाई। यही हिमालको है, फेरि तलतिर पाउँदैन हो र? यही मात्र हो। अहिले हामी बेलुकाको डिनर गरिरहेको छौँ अन्नपूर्ण बेस क्याम्पमा। अनि अघि हामी आयौँ पुरै हुसु लागेर एकदमै डम्म भएको थियो। अनि एकछिन रेस्ट गर्दा परेपछि त एकदमै हिमाल खुलेर सबैजना भागाभाग के खिच्ने के गर्ने भनेर सबैजना खुसी भयो होइन। हामीले दामी दामी सर्ट लियौँ। अझै पनि पुरै चाहिँ खुला छैन, तर होपफुली भोलि चाहिँ बिहान हामीले एकदम राम्रो हिमाल हेर्न पाउँछौँ होला, भ्यू हेर्न पाउँछौँ होला। सो फिङ्गर्स क्रस होइन। सो गुड नाइट, सी इन द मर्निङ। होपफुल कि भोलि बिहान सबै देख्न पाओस्। बिहानी पख समुद्र सतहबाट 41 से 30 मिटरको उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प सुन्दर माछापुछ्रे, गन्धर्व चुली, अन्नपूर्ण तेस्रे, गङ्गपूर्ण, अन्नपूर्ण पहिलो, बाह्रशेखर, दक्षिण अन्नपूर्ण र हिउँचुलीको सुन्दरता बोकेर उभियो। घामका न्याना किरण बिस्तारै हिमाल र हरिया डाँडामा छरिन थाले। त्यस सुन्दरतामा यसरी हरायौँ कि सुन्दरता नै नसा बन्यो। चार दिनको लगातार हिँडाइमा पुगिने अन्नपूर्ण बेस क्याम्प हरेक वर्ष यसरी नै हजारौं पाहुनाहरूलाई स्वागत गर्दछ। पाहुना बनेर आउनु, साथी बनेर फर्कनु लेखेर माछापुछ्रे बेस क्याम्पमा राखिएको बोर्डले सत्य बोलिरहेको थियो भन्ने कुरालाई अन्नपूर्ण बेस क्याम्पमा उभिँदा अनुभव हुने रहेछ। त्यस दिन अन्नपूर्ण बेस क्याम्पमा उभिएर हाम्रो टिमले जीवनभरलाई पुग्ने सम्झना र अनुभव बटुलिरहेको थियो। जीवनको उत्तरार्धमा यिनै सम्झना हाम्रा साथी हुनेछन् भन्ने कुरा मनमनै गुन्दै अन्नपूर्णको सेरोफेरोमा हराइरह्यो। यस्तो सुन्दर ठाउँमा पनि एउटा अत्यावश्यक कुराको कमी रहेछ र त्यो अरू केही नभएर मोबाइल नेटवर्ककै समस्या हो। कुनै पनि नेटवर्क नटिप्ने अन्नपूर्णका स्थानीय भन्थे हाल केही असहज भए तापनि भविष्यमा नेपाल टेलिकमको कनेक्सन अन्नपूर्णमा आउने कुरामा हामी विश्वस्त छौँ। गुड मर्निङ एभ्रिवान, डे 6 अनि आज हामी छौँ अन्नपूर्ण बेस क्याम्पमा। अनि हामी लक्की भयौँ कि हिमाल पछाडि यस्तो राम्रो खुल्यो है। अब यता अगाडि माछापुछ्रे खुल्न बाँकी छ, त्यो पनि खुल्छ होला। वी आर ब्लेस्ड एन्ड ह्याप्पी। धेरै खुसी लागेको छ। वी आर रियली ह्याप्पी। यत्रो दिन वक गरेर जुकाले टोकेर पानीमा भिजेर यहाँ आइयो, तर यो ग्रिनेरी साथ हिमाल देख्न पाउँदा अति राम्रो एक्सपिरियन्स भइरहेछ। एकचोटि अन्नपूर्ण बेस क्याम्प आएर चाहिँ यो एक्सपिरियन्स लिन नबिर्सिनु होला। गुड मर्निङ भाइहरूलाई। एकदम लकी हिमाल खुल्यो यो मनसुनको टाइममा पनि एकदम राम्रो भयो। आज लकी भाइहरू एकदम लकी रहेछ।
cloud skies don't fade. अहिले हामी चाहिँ यहाँ अन्नपूर्ण बेस क्याम्पमा छौँ अनि हामी चाहिँ यहाँ यो कदेन खान लागिरहेको छौँ ल सुरु गरौँ है त Surprise, no gate. Pericles shows a pair of hearts to the king. Sun applies, this is worth the fight, angels sing. This is the Big Bang, the cracking of the code. This is the chord that made the first speck explode. This is the music that made the whole world turn. The love that we all came from, into which we now return. See you in next episode. एक दिनको स्कुटर र 4 दिनको पैदल यात्रामा पुगिने अन्नपूर्ण बेस क्याम्पको यात्रा निकै रोमाञ्चक रह्यो। पानी झरी, हुस्सेको बाक्लो पर्दा, खोलाको सुसाई, चराचुरुङ्गीको कलरव, पोन्जियम न्याम्रा मन्दिर र भेडीगोठको कथा सुन्दै हिङको गुफा, असंख्य झरना र हिमालका मनोरम दृश्य हाम्रा साथी बने। यात्राभर हामीलाई सहज होस् भनेर हाम्रो भारी बोकिदिनु हुने ललित गुरुङ दाई, सम्पूर्ण होटल सञ्चालक दाईहरू र हाम्रो यात्रालाई आर्थिक सहयोग गर्नुहुने स्पोन्सरहरूलाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। अन्नपूर्ण बेस क्याम्पका बारेमा नसुन्ने सायदै कोही नेपाली होला, तर त्यहाँसम्म पुग्न नसक्ने अझै धेरै मानिसहरू छन्। पुग्न रहर गर्ने तर पुग्न नपाएका तिनै मानिसहरूका लागि हामीले यसरी अन्नपूर्ण बेस क्याम्पलाई भिडियो मार्फत पस्क्यौँ। यहाँसम्म भिडियो हेरिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद दिँदै हामी बेस क्याम्पका होटलको नाम र सम्पर्कहरूको जानकारीलाई यहाँ राखेका छौँ। यसलाई स्क्रिनशट गरेर राख्नुहोला, सिजनका बेलामा प्री बुकिङ गर्नलाई सहज हुनेछ। अर्को एपिसोड लिएर चाँडै नै आउनेछौँ, प्रतीक्षा गर्नुहोला।